सम्पूर्ण दर्शकवृन्दहरू हार्दिक नमस्कार। यहाँहरूलाई स्वागत छ गंगा लामिछानेको यो युट्युब च्यानलमा। यदि अहिलेसम्म यहाँहरूले यो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया आज नै गरिहाल्नुहोला। आज मैले भिडियो लिएर आएको छु निबन्ध लेखनका बारेमा। नेपालीमा निबन्ध कसरी लेखिन्छ भनेर। यो भिडियो निकै नै जानकारीमूलक हुनेछ र हजुरहरूले यो हेरिसकेपछि सम्बन्धित व्यक्तिहरूलाई, विद्यार्थीहरूलाई, साथीहरूलाई सक्दोसम्म शेयर गर्नुहोला। यो अनुरोधका साथसाथै मैले भिडियोलाई अगाडि बढाउन चाहे यति बेला निबन्ध लेखन। निबन्ध भनेको के हो त? बन्ध मूल शब्दमा नि उपसर्ग लागेर निबन्ध भन्ने शब्द बनेको हुन्छ। यसको व्युत्पत्ति यसरी भएको हुन्छ। निबन्ध भन्ने जुन शब्द छ यसको अर्थ हुन्छ विशेष प्रकारले बाँध्नु। खास गरी विषयवस्तुलाई नियमबद्ध ढङ्गले बाँधेर अथवा नियमबद्ध तरिकाले गरिने वाक्य रचना नै निबन्ध हो। निबन्धमा विचार, तर्क, उदाहरण, ज्ञान र विश्लेषणको निकै ठुलो भूमिका रहेको हुन्छ। निबन्धका प्रकारतिर हामी जाने हो भने निबन्ध दुई प्रकारका छन्। पहिलो हो आत्मपरक र दोस्रो हो वस्तुपरक। आत्मपरक निबन्धलाई निजपरक वा भावपरक पनि भन्न सकिन्छ, किनभने यसमा लेखकले वा निबन्धकारले पूर्ण रूपमा आफ्ना व्यक्तिगत तर्क धारणाहरू राख्न पाउने हुनाले यसलाई चाहिँ निजात्मक वा निजपरक भनिएको हो। जस्तै यसैमा पनि वस्तुपरक र निजपरक दुई प्रकारका शीर्षकहरू हुन्छन्, जहाँ म, हामी जस्ता शब्दहरू, सर्वनामहरू, दृष्टिबिन्दुहरू राखेर प्रयोग गरेर निबन्ध लेखिन्छ। त्यस्ता खालका निबन्धहरूलाई हामी निजात्मक वा आत्मपरक निबन्ध भनिन्छ। जस्तै यसैमा आउने गर्छ नि मेरो लक्ष्य, मेरो जीवनको लक्ष्य, मेरो कल्पनाको देश, यस्तै यस्तै शीर्षक चिन्नका लागि सजिलो होस् भनेर विद्यार्थीहरूलाई म यो भन्दैछु। यस्ता शीर्षकहरू निबन्ध हुन्। निजपरक, निजात्मक, आत्मपरक, भावपरक, जे भने पनि एउटै हो है। यसमा चाहिँ नझुक्किनु नि। फेरि खासमा यस्तो आत्मपरक निबन्धमा चाहिँ व्यक्तिको कल्पना, तर्क अनि समाजमा हुने गरेका कुराहरू, यथार्थ कुराहरू पनि यहाँ समावेश हुने गर्छन्। अनुभूति, अनुभव, कल्पना, तर्क, विचार, यस्ता कुराहरू यसमा समाविष्ट हुन्छन्। अब अर्को रह्यो वस्तुपरक। दोस्रो प्रकारमा रहेको यो वस्तुपरक निबन्ध भनेको यसमा चाहिँ लेखक अलि पर रहेर लेखेका हुन्छन्, देखेका कुराहरू लेख्छन्। त्यसमा यस्ता खालका निबन्धमा म, हामी जस्ता शब्दहरू प्रयोग गरिँदैन। नितान्त वस्तुपरक, वस्तुमाथि रहेर विषयवस्तु केन्द्रित भएर लेखिने गरिन्छ। एकदमै विषयवस्तुको विश्लेषणात्मक प्रस्तुतिकरण गरिने निबन्ध नै वस्तुपरक निबन्ध हो। यसमा चाहिँ विश्लेषकको भूमिका चाहिँ निर्वाह गरिएको मात्रै हुन्छ। हामीलाई जसरी आत्मपरक निबन्धलाई भावपरक पनि भने जस्तै वस्तुपरक निबन्धलाई के भनिन्छ होला त? वस्तुपरक निबन्धलाई प्रबन्ध भनेर चिन्ने गरिन्छ। यो चाहिँ व्यक्तिले अलि पर रहेर लेखकले आफ्ना निजी विचारभन्दा पनि कुनै विषयवस्तुसँग सम्बन्धित कुराहरूलाई वर्णनात्मक र विवरणात्मक ढङ्गले प्रस्तुत गर्ने, कल्पना र भावुकतामा भन्दा वस्तु जगतकै प्रधानतामा रहेर लेखिने निबन्ध हो। अब निबन्धको संरचना कसरी गर्ने त? सामान्यतया निबन्धको परिचय प्रकार थाहा पाइसकेपछि निबन्ध लेख्दा चाहिँ ठ्याक्कै कसरी लेख्ने त? कतिजनालाई त लाग्छ निबन्ध कतिवटा अनुच्छेदमा लेख्ने होला, यसको नियम के होला भनेर पनि धेरैजना व्यक्तिहरू दुधारमा परेको पनि देखिन्छ। निबन्धको संरचनालाई हामीले मोटामोटी रूपमा पहिला आकलन गरौँ। कसरी त भन्दा आदिभाग, मध्यभाग र अन्त्यभाग। आदिभागमा के कुरा राख्ने त? सबैभन्दा पहिलो शर्त भनेकै शीर्षक हो। निबन्धका तत्त्वहरूलाई हेर्ने हो भने शीर्षक अनिवार्य तत्त्व हो। दोस्रो तत्त्व भनेको उद्देश्य हो। त्यसपछि विषयवस्तु हो।
त्यसपछि विचार तर्क हो, अर्को हो क्रमबद्ध प्रस्तुति, त्यस्तै गरी भाषा शैली अनि दृष्टिबिन्दु। यी सबै तत्त्वहरूलाई हामीले समावेश गरेर निबन्ध लेख्दाखेरि आदि भागमा के पर्छ त? शीर्षक पर्छ। शीर्षकको परिचय दिने। परिचय सामान्य पनि हुनसक्छ, व्युत्पत्तिपूर्ण पनि हुनसक्छ। जस्तै विद्यार्थी जीवनमा अनुशासनको महत्त्व भन्ने शीर्षक छ भने अनु जोड शासन अथवा प्लस भन्नुहुन्छ, अनु प्लस शासन, अनुशासनबाट अनुशासन शब्द बनेको हुन्छ भन्नु भने त्यो व्युत्पत्तिपूर्ण भयो। जसरी अघि नि प्लस बन्ध भनिएको थियो, त्यसै गरी तपाईँहरूले यसरी अब शीर्षक हेरेर कुनै शीर्षकमा व्युत्पत्तिपूर्ण ढङ्गले दिन मिल्ला, कुनैमा नमिल्ला। सकेसम्म मिल्छ भने त्यो दिन प्रयास गर्नु, होइन त्यस्तो खालको छैन, आउँदैन भने सामान्य परिचय दिँदा पनि हुन्छ। अनुशासन भनेको के हो बाट सुरु गर्दा पनि हुन्छ यदि तपाईँलाई आउँदैन, कन्फ्युजन छ भने। अथवा जलस्रोतमा मेरो देश भन्ने शीर्षक आयो भने जल प्लस स्रोत भनिरहनु परेन। त्यहाँ जलस्रोत भनेको के हो बाट तपाईँले सामान्य परिचयबाट सुरु गर्दा पनि हुन्छ। त्यसपछि चाहिँ पृष्ठभूमि र विषयवस्तु प्रवेश। सिधै हामी विषयवस्तुमा जाँदैनौँ है, बिस्तारै भूमिका बाँधेर पृष्ठभूमि बनाएर मात्रै हामी विषयमा प्रवेश गर्छौँ। अब यी सबै कुराहरू लेख्दा चाहिँ प्राय एक अनुच्छेदमा लेख्दा हुन्छ। यति कुराहरूलाई हामीले समावेश गरेर एक अनुच्छेदमा लेख्न सक्छौँ। अब आयो मध्यभाग, बिचमा जुन बडी भन्छौँ हामी, त्यसमा विस्तार खण्ड हो। विषयवस्तुको सन्तुलित विस्तार हुनु पर्यो। त्यहाँनिर तर्क दिने, उदाहरण दिने, तुलना गर्ने, विश्लेषण गर्ने, प्रमाण दिने आदि सबै कुराहरू यहाँनिर गरिन्छ। त्यस्तै गरी विषयवस्तुको जुन शीर्षक छ त्यो शीर्षकका कति फाइदा होलान्, बेफाइदा होलान्, सकारात्मक पक्ष, नकारात्मक पक्ष, समस्याहरू होलान्, चुनौती होलान्, समाधान, ती सबै कुराहरू यहाँ लेख्न सक्नुहुन्छ। यो भागमा आवश्यकता अनुसार तपाईँको प्रश्न कति पूर्णाङ्कको हो, आवश्यकता हेरेर एउटा, दुईटा अथवा तीनवटा अनुच्छेदसम्ममा लेख्न सक्नुहुनेछ। र अर्को छ अन्त्य भाग। अन्तिम भागमा हामी सबैलाई थाहा भएकै कुरा हो, हामी निष्कर्ष लेख्छौँ, निचोड दिन्छौँ। माथि उल्लेख गरिएको आदि भाग र मध्य भागमा भएका कुराहरूलाई हामी निष्कर्ष स्वरूप ती कुराहरूको चर्चा गर्छौँ यहाँ निष्कर्षमा, र विषयवस्तुप्रतिको आफ्नो विचार र उचित ढङ्गले समापन गर्ने काम गरिन्छ। अब यसमा चाहिँ निष्कर्ष लेख्दाखेरि एउटै अनुच्छेदमा हामी लेख्न सक्छौँ र यो चाहिँ एकदमै स्ट्रङ हुनुपर्छ। यो अनुच्छेद चाहिँ एकदमै सार गर्भित हुनुपर्छ है, हुन्छ भने निबन्ध लेख्दाखेरि हामीले पहिला सामान्यतया बुँदा टिप्ने एउटा ड्राफ्ट जस्तो, अनि ती बुँदाहरूलाई क्रमबद्ध ढङ्गले हामीले मिलाउनुपर्छ। किनकि हाम्रो दिमागमा आउँदा त विभिन्न वाक्यहरू, विभिन्न तर्कहरू ऱ्यान्डमली आइदिन्छन्। तिनीहरूलाई हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। कुनपछि कुन राख्ने, कुनपछि कुन राख्ने, क्रमबद्धताले निकै महत्त्वपूर्ण भूमिका खेल्दछ। त्यसैले सामान्यतया खाका कोरिएका ती कुराहरू हामीसँग समय छैन भने हामीले परीक्षामा दिमागमै भयो भने ती कुराहरूलाई राखेर दिमागमै सम्पादन गर्नुपर्ने हुन्छ समयको चाहिँ पाबन्दी अनुसार। र त्यहाँ प्रस्तुत गर्ने विभिन्न उदाहरणहरू हुन्छ। विषयवस्तु सुहाउँदा शिष्ट र एकदमै सान्दर्भिक हुनुपर्छ, मन छुने खालका हुनुपर्छ। जबरजस्ती म निबन्ध लामो गराउँछु, मैले लामो निबन्ध लेखेँ भने मैले धेरै अङ्क पाउँछु भन्ने भ्रममा रहनु चाहिँ हुँदैन। अर्थहीन तर्क गर्नु नै हुँदैन। निबन्धमा चाहिँ गुणस्तरीय हुनुपर्छ निबन्ध। यसमा बिचबिचमा अलि अनावश्यक कुराहरू हुन्छ नि, त्यस्ता कुराहरू चाहिँ राख्नु हुँदैन। र यति सम्प्रेष्य हुनुपर्छ निबन्ध, जसले पनि बुझ्ने खालको, सरल भाषा शैलीको, सलल्ल बगेको, तार्किक र विश्लेषणात्मक हुनुपर्छ। यसरी हामीले निबन्ध लेख्न सक्छौँ। निबन्धको गुणस्तरीयतालाई हामीले सदैव ध्यानमा राख्नुपर्ने हुन्छ। निबन्ध लेख्नु मात्रै ठुलो कुरा होइन, गुणस्तरीयता नै सबैभन्दा ठुलो कुरा हो। यति भन्दै यहाँहरू सम्पूर्णलाई यो भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र
राम्रोसँग निबन्ध लेख्ने चाहिँ कलाको विकास होस्। शुभकामना। यो भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। अर्को भिडियोमा अवश्य भेट हुनेछ। धन्यवाद।